विद्यार्थी भाइहरूलाई कसैको सम्मान गर्न अनि काम गर्ने मान्छे र कामलाई नै अपमान गर्ने देश कहिले समृद्ध बन्छ? यो कुरा मैले बताएँ। त्यसले गर्दा यो श्रम संस्कृति भनेको एउटा विद्रोह हो। अग्रसम्मान किन धेरै बोल्छ भन्नुहुन्छ नि, यो त के कति नजानेको छु र त्यो दिन तपाईँको चाहिँ के अरे होइन हेर्ने चाहना, त्यो दिन हेर्ने धोका होइन, त्यो धोको नै हाम्रो एउटा विभिन्न खालका लक्ष्यहरू पनि छन्। श्रम संस्कृतिको खालि चुनाव लड्ने, चुनाव जित्ने, सरकारमा जाने, काम गर्ने भन्ने मात्रै होइन। त्यो फाइलहरूको 1% सम्बोधनलाई हामीसँग पैसा छैन। म त पालिका चलाएको, अनुभव गरेर आएको मान्छे, प्रमुखको पदमा रहेर अनुभव गरेर आएको मान्छे। कसरी गर्ने? कर्मचारीलाई तलब खुवाउने पैसा हुँदैन हाम्रो। भनिसकेपछि सरकारले